गुड मर्निङ वेलकम टु माई मोटो ब्लग। अहिले अक्का लाएर म कति बजी उठेछु है 6 बजे र 23 मिनटमा म उठेर ढाक्का लाएर म जाँदै यो बारीमा आज हाम्रो जोताइ छ क्या जोताइ। हाम्रो घाँस छिडिरहेको जोताइ बिहानको सक्क सूर्य पनि उदाउँदैछ, टावर पनि आधा छ। मेरो यहाँ काम छैन, बारीमा मेरो काम छैन। अब म जानुपर्ने घरमा के काम छ भने कामसाम गर्नु पर्यो। मेरो बारीतिर कामै छैन। ड्याडी र छोटो दाइ ड्याडीको घाँस काट्ने काम, छोटो दाइको जोत्ने काम चलिरहेको छ। अब मेरो घरमा गएर चिया खाने काम हुन्छ मेरो। अब मेरो बाख्रालाई भुस मिलाएर भुस दिने काम भयो। अनि सब बाख्राहरूलाई ढाक्क लाएर लोकल स्टाइलमा भुस बनाएर दिनुपर्ने। तपाईँहरू हुनुहुन्छ थाहा छैन, तर हाम्रो भरि यहाँ अहिले चलिरहेको छ भुस ल्याउने काम। ल मेरो रेडी भयो, रेडी। ब्रेकफास्ट भुसलाई भिजाएर बराम फिटेर मस्त खाइरहनु है। ल मेरो बाख्राहरूलाई लन्च पनि भइसक्यो भने कस्तरी खाइरहनु मेरो बाख्राहरूले मस्त उडाइरहन्। अब म पनि चिया खानु पऱ्यो। चिया खाएपछि मेरो अरू काम त छँदैछ नि पारा। यो चियाभरि हाम्रो एकदमै चाय आ गया भाई, चाय आ गया। कुछ खान पीन तो अभी दुकान ही खुला नहीं है भाई। मुख में दबाएंगे ना भाई, पहले चाय तो पियो। मुख फिक्कल लग गया। लो चिया खाओ। लेकर के आओ। रोटी नहीं बना ठो का? नहीं बनाए ठो। अरे मलगिनी बहुत खत्म बा हो। चलो ना। रोटी पकाएर चिया बनाएर नहीं खाना जन्डी नहीं बन देख रोटी हो त त्यही मान्छे खत्म छ। अरे तिम्रो भाग्य खत्म हो जाई। जुन दिन चिया रोटी ठ्याक्क मिठो आउँदै आउनु, जुन दिन हुन्न त्यो दिन ठ्याक्क तिमी आउँछौ। ल ल दाइ, ल म गएँ। ल अहिले पोस्टतिर म अहिले बजार जान्छु। बजार गएर बल्ल हुन्छ। दुध पुगाउनु जान म त हेर। ल्याएर आइहाल्छु म। आफ्नो दाइलाई एकदमै डाइट चाहियो, बिस्कुट चावटा के पाइन्छ त्यही चाहियो हाम्रो दाइलाई। पश्चिमतिर चल्ने ब्रान्ड होइन। अब चिया खानु पऱ्यो म घर गएर। अनि घर बस्छु नि ट्याक्क अरू काम। जान्छ त चिया पुऱ्याएर कान्छालाई भन्छ।